दोधारे पर्यो नि हामी गाइज अब गुजरातको ट्रिप हिँडिसकेको छ। हामी चाहिँ अहिले ठ्याक्कै भन्नु पर्दाखेरि चाहिँ यो हरियाणादेखि भर्खर निस्किँदैछौँ। यो चाहिँ 152 रोड हो होइन, एक्सप्रेस। अब राजस्थान पुग्न लागेको छ। हामी चाहिँ अब पर्सि पुग्नेछौँ गुजरात। कन्टिन्यू हिँड्न सकियो भने चाहिँ हिँड्यो भने अब दिनमा हिँड्ने त्यस्तै छ होइन गाइज। आजभोलि लास्ट डे गर्मी छ। हिँड्ने भनेको नाइटमै हो। ठ्याक्कै यति बेला हिँडेपछि बिहान हिँडेर कति समथिङ 10-11 बजेसम्म मात्रै गाडी चलाउने सम्भावना त्यतिसम्म मात्रै छ। किनकि दिनमा धेरै गर्मी छ गाइज, सकिँदैन, टायरले खापिँदैन होइन। कतै टायर पड्किरहेको छ त्यो हामीलाई मात्रै थाहा भनेर म भन्दिनँ होइन। अहिलेको लागि चाहिँ सबै ड्राइभरहरूलाई सबैलाई थाहा भएकै कुरो हो होइन। अहिले चाहिँ हामी सफरको लागि स्टार्ट भइसकेको छ र हामी जानेछौँ गुजरात। हिमाचल भन्नाले पनि हामी भर्दै थियो, हरियाणादेखि नै भरेको हुन त होइन गाइज। फ्लाइबोर्ड भरेर आइरहेको छौँ अहिलेको फिलहाल हालमा चाहिँ। देख्न सक्नुहुनेछ पछाडि गाडी होइन, म देखाउँछु तपाईँहरूलाई होइन। हाम्रो गाडी पछाडिको ट्रली होइन गाइज जो चाहिँ। अब अगाडि चाहिँ यस्तो हुन्छ। टक्क हाम्रो सुत्ने बिस्तराहरू टक्क होइन। यो चाहिँ बेला मौकामा खाने चिजहरू हो, यस्तो अरू केही नराम्रो चिज होइन होइन। अब एसी अघिसम्म चलिरहेको थियो गाइज। अहिले चाहिँ हल्का मौसम चिसो भयो नि त, त्यही भएर बन्द गरेको। अर्जुन भाइ आइसकेको छ फेरि होइन गाडीमा। अब हिजो अस्तिसम्म लाउरे थियो, आजदेखि अर्जुन इन्टर भएको छ। लाउरे आउट, अर्जुन